हिँड्दै गर्दै आइपुगेको छ माथि डाँडामा गाइज। यस्तो ओह्रालो चाहिँ मान्छेहरू पनि फाटाफुटा हिँड्ने मान्छेहरू हुँदो रहेछ। सर चाहिँ माथि छ उकालो रञ्जना सानो हिँड्दो रहेछ त झन् रे। कटु कैसी रात हो साबरे जिया नहीं जाता सुन बाबुरे के रात। मान्छेहरू सक्यो कि क्या हो यार। अघि त फाटाफुट्टा हिँड्दै गरेको देखिरहेको रे। कोही पनि नदेख्दा त डर पो लाग्दो रहेछ कि क्या हो। केही छैन उज्यालो ठाउँ आइपुग्यो। कता धेरै चढ्ने ठाउँ रहेछ है। यहाँनिर ओरे खिमखोसु सान्सेकुरो छुमछुम जाने ठाउँ रहेछ। जङ्गलै जङ्गल सिधै जाऊँ क्या हो है। यस्तो दामीको हरियाली ठाउँ छ। यो चाहिँ परालको हिँड्ने ठाउँ बनाएर रहेछ। यो उकालो 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 यता पनि जाने ठाउँ रहेछ बाटो कति धेरै। यता पनि एउटा बाटो छाने ठाउँ रहेछ। हामी चाहिँ हिँड्यो उकालै उकालो। अब त पसिना पनि आउनु लाग्यो क्या हो। धेरै माथि नै आयो फादालाई कटेर। हाइकिङ हाम्रो चिन्दै डाँडा हिँडेको बाटो जस्तै हल्का याद आउँदैछ। ओहो अब लास्ट त्यो उज्यालो भएको सम्म पुग्छ नि त्यहाँदेखिको फर्किनु पर्ला। के छ रहेछ त्यहाँ चाहिँ खास मान्छेहरू फोटो खिच्दैछ क्या हो। खुल्ला चौर रहेछ। कस्तो ढल्के हो। वाउ भन्नु मान्छेहरू त अघि थियो त। च्यान डाँडा रहेछ कि क्या हो यतातिर त। मान्छेहरू छन् चाहिँ छ रहेछ है। ए सनसेट भएको भ्यू हेर्ने ठाउँ रहेछ। मजाको रहेछ। त्यस्तो राति त को आएर रुम्ने होला र नि यस्तरी। ओ यो पङ्खा भएको सामडल्ली त त्यता पो पर्छ। यहाँ फोटोमा हल्का आइरहेछ। यो साइडमा पर्दो रहेछ। त्यता पनि हामीले एकचोटि जाने भनेको। कहिले जाने हो। मान्छेहरू के बुझाउँदैछन् कि क्या हो। फर्किनु पर्ला अब। तलबाट भ्यू खिचेर गयो भने हुने रहेछ। अहिले झरेको भिडियो बनाउँछ अब एकछिनमा। मजाको ठाउँ छ है चौरी। फोटोसोटो भ्यू सु सबै हेरिसक्यो। मान्छेहरू चाहिँ पछाडि फाटाफुट्टा आइरहेको छ। अब म चाहिँ चल्नु पर्यो है।
गर्मी छ। सनराइज भएको बेलामा आयो भने चाहिँ दामी, सनसेट भएको बेलामा आयो भने चाहिँ हेर्नु मजा आउँथ्यो होला। रातिको आउने है, एक्लै भयो भने त अनि रातिको च्यान डाँडा जस्तो रहेछ। अनि मान्छेहरू भयो भने त बेहोस भइन्छ। अहिले नै डरलाग्दो चस्मा लाएर अलिक अँध्यारो भएर रहेछ त। चस्मा खोलेर हिँड्नु पऱ्यो मस्तसँगले। अब तल गएर एकछिन फोटोसोटो खिच्छु। समुद्रको भ्यू हेर्दै बस्छु। अनि अलिक बेलुका भएपछि चाहिँ फर्किनु पऱ्यो घर। छुट्टीको दिनमा यतिको घुम्नु चाहिँ पर्छ। घुम्नु भन्दा नि हल्का मिनी हाइकिङ भनौँ न गर्नुपर्छ। हल्का स्ट्रेस फ्री हुन्छ है। अघि अङ्कल बस्नुभएको थियो, अझै पनि त्यहीँ बसिरहनु भएको रहेछ है। यता चाहिँ कता जाने ठाउँ हो नजाउँ के अरे, सबै गुफा जस्तो ठाउँहरू छ। छिर्ने ठाउँ यता यहाँ माथि यो चाहिँ म झरेको भयो। अनि यता नि अर्को ठाउँ रहेछ, कहाँ जाने हो यो। यस्तो छ यो चाहिँ डेटिङ जाने ठाउँहरू, कपालहरू। घुम्न आउनु चाहिँ जस दामीको ठाउँ चाहिँ रहेछ। साउले यो डाँडा, हाम्रो साजनले यो डाँडा जा राम्रो छ घुम्न भन्थ्यो। म चाहिँ बिहान अर्कै माथिको डाँडा जान लागेको थिएँ। दिन पनि धुमिरहेको थियो, एक्लै जान फेरि उठेपछि अल्छी लाग्यो। अनि बरु त्योभन्दा त यतै नजिक पनि मान्छेहरू पनि धेरै हुन्छ क्या हो भनेर यता आएको चाहिँ कपाल भयो मेरो लागि। एक दुईजना मान्छेहरू झर्नु हुँदैछ तल। भनेपछि राति आयो भने नि यहाँ त बत्ती बल्ने ठाउँहरू पो रहेछ त है। आउने मान्छे भने त मजा हुने रहेछ बेलुका पनि। ल अब एकछिनतिर भएतिर बनाउँछु। ओह्रालो झर्दा हेर त गुर्खेको। अघि उकालो चढ्दा यस्तो फ्याँ भइदियो। ओह्रालोमा घर भन्दा पनि खोसिँदैन है। मान्छेहरूमा चाहिँ आउँदा चाहिँ यता चाहिँ यस्तो फोटो खिच्ने सेसनहरू थुप्रै छ। देखियो हाम्रो समुद्र। उयो चाहिँ के हो त्यो के को फुल हो त्यहाँनिर मान्छेहरू पुरा फोटोहरू बसेर खिच्दो रहेछ। कपाल भयो, बेहुला बेहुली जस्तो भयो, सिङ्गल मिङ्गल सबजनाको खिच्छ त्यहाँनिर चाहिँ। पनि जानु पर्यो। भ्यू पनि राम्रो आउँछ जस्तो छ त्यहाँनिर। सेतो फुलबारी फुलबारी थाहा भएन, तर हेर्दाखेरि राम्रो छ जस्तो छ। कहाँबाट हो छिर्ने ठाउँ? यता चाहिँ फर्सीबारी रहेछ। यस्तो माथि कसले फर्सी रोपिया होला। या त्यत्रो फल्छ, पछि टिपेर कसरी लान्छन्। यही हो सेतो फुलबारी है। मान्छेहरू यहाँनिर टनाटन जाँदैछन्, फोटोसोटो खिच्दैछन्। कराउनु त कराउँदैनन् होला नि भरे। मान्छेहरू टन्नै छ, फोटो खिच्दैछ। दृश्यहरूमा फोटोसोटो खिचेको एउटा अनि भरेतिर भेटौँ।
कालो 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 किताबी एक राउन्ड हानिनु पर्यो टक्कसँगले यहीँको के गराउनु चाहिँ त्यो हो अङ्कल फिसिङ गर्नु हुँदो रहेछ है नजानु पर्यो त्यहाँदेखि यता यता बसेर एउटा फोटो खिच्नुपर्छ नि त्यो हो भनेको मान्छेहरू हुन्छ र अलिक कस्तो कस्तो लाग्छ कि है अब चाहिँ तल झरिसक्यो समुद्रमा रेतमा बल्ल खेल्न काम पनि अस्तायो दामी आइरहेछ मान्छेहरू सबै झर्दैछन् वाउ छालहरू माथिबाट नि धुँ दामी आइरहेछ एकछिन यहाँ चिल गर्नुपर्ने हुन्छ सर डाँडाबाट झरेर अब चाहिँ घर फर्किने हो मस्तले घुम्यो जस मजा आयो दौडेको यता चाहिँ प्ले ग्राउन्ड छ बच्चाहरूको लागि ठुलो मान्छेहरूको लागि फोटो खिच्ने है हामी यस्तै त हो नि बुढो हामी यस्तै त हो नि बुढो बोल्दै बोल्दै भ्लग बनाएको भ्लग हुन्छ आफू छ कि छैन आई डोन्ट नो पछाडि बेलुका भएपछि यहाँ नि मान्छे त धेरै आउँदो रहेछ कि म आउँदाखेरि कोही थिएन प्ले ग्राउन्ड इभिनिङ हाम्रो कम्पनी पार्टी खाने आउने ठाउँ चाहिँ त्यो बिल्डिङ हो त्यहाँनिर मासु पोलेर खाने ठाउँ छ तर हामी झ्यालपट्टि बस्ने भनेर आउँछौँ झ्यालपट्टि कहिले पनि सिट पाइँदैन है हो गाडी कहाँ पार्क गरेको थियो ओ अलिक पछाडि नै रहेछ क्या हो कहाँ छ ओ ओ धन्नु मेरी धन्नु त यहाँ रहेछ नि त मस्तसँगले जाने हो